श्री सुस्तानी माता अगाडिबाट लेफ्ट लाग्छ है ठुलो पिपलको होइन बरको बोट देखिन्छ हैन यो बरको बोटबाट हामी अगाडि बढ्छौँ अगाडि गइसकेपछि यो बाटो पनि पुग्छ तर यो बाटो छोडेर हामी यता लाग्छौँ है सर्टकट यो बाटो चाहिँ यता लाग्छ यस्तो बाटो भेटिन्छ क्रस गर्ने फेरि यताबाट जाने माथि पिच गरेर बाटो मजाले माथि पनि जाने गरेर छ है यहाँबाट यो बाटो भयो अब हामी चाहिँ माथि जान्छ नि यो बाटो माथि यो सर्टकट भयो अगाडि हाइवे देखिरहेछ मेलम्ची जाने वज्रयोगिनी माताको मन्दिर आइपुग्यो है अब अलि ठाडै चाहिँ भने माथि माताको मन्दिर वज्रयोगिनी मन्दिर 9 बज्न आँट्यो सुरु गरेको है एकदम शक्तिपीठ अब यहाँबाट चाहिँ हामी माथि वज्रयोगिनी माताको आमाको मन्दिरमा जाँदैछौँ र यहाँ दर्शन गरिसकेपछि यहीँबाट हामी पछाडि मेन हाइवे निस्किन्छौँ। अहिले चाहिँ यहाँ म वज्रयोगिनी माताको आमाको मन्दिरमा आइपुगेको छु र ठ्याक्कै यो मन्दिर पछाडि बस पार्क पनि छ पिच रोड निस्किन्छ यहाँबाट हामी अब पिच रोड निस्किन्छौँ है। अहिले चाहिँ यहाँ हेर्नुहोस् न यो एकदम पिच भइसकेको रहेछ है बाटो चाहिँ गाडी पनि लिएर आउनु मिल्ने खालको रहेछ म चाहिँ ठ्याक्कै मन्दिरबाट अगाडि निस्केको छु ल। अब यहाँबाट फेरि म यो डिरेक्सनमा जान्छु यतैतिर है डिरेक्सनमा चाहिँ हामी यहाँबाट यता जान्छ ल यताबाट आएको होइन वज्रयोगिनी हुँदै अब यतापट्टि हामी लेफ्ट ह्यान्ड साइडतिर माथितिर यतातिर लाग्यौँ भने मणिचुड
सो म चाहिँ यता राइट ह्यान्ड साइडतिर लाग्दैछु होइन। यहाँबाट चाहिँ हामी हाइवे निस्किन्छौँ, मेलम्ची हाइवे है। चुडको बाटो छोडेर यतापट्टि अर्को हाइवे निस्किने बाटो आएको छु। अहिले चाहिँ म ठ्याक्कै यहाँ लप्से फेदी आइपुगेँ। लप्से फेदीको यो जङ्गल सिद्धेर अहिले ठ्याक्क यहाँ बस्तीमा आइपुगेको छु। यहाँ अलिअलि गाई पालनहरू पनि रहेछ है। ल अब म यहाँबाट अगाडि जर्सिङ पौवा निस्किन्छु। ल म चाहिँ आएको चाहिँ यताबाट है। यो लप्से फेदी ठाउँ चाहिँ लप्से फेदी हो। अब यताबाट यो माथि गयो भने हामी चौकी भन्ज्याङ है। म चाहिँ यता तल जान्छु अनि मेन हाइवे उता जान्छु। ल मन्दिर मलाई तल मन्दिर पनि जानुपर्ने भएको भएर ल म चाहिँ यता गएँ है। अहिले चाहिँ म यो लप्से फेदीमा छु। यो यतापट्टि साली नदी साइड भयो। साली नदी पनि देखिराखेको छ तल यहाँनिर साली नदी छ। यो माथि यो तेलकोटको डाँडा भयो है। तेलकोटको डाँडा यो भयो। अब यतापट्टि यो साली नदीदेखि जर्सिङ पौवाको यो वन भयो। यहाँ तल हाइवे पनि देखिरहेको छ। यो साली नदीदेखि जर्सिङ पौवा जाने हाइवे भयो यो यहाँ तल है। अब यहाँ माथि जर्सिङ पौवा देखिराखेको छ। मलाई यहाँ पुग्नु छ तर म यहाँ रोडबाट घुमेर जान्छु होइन। जाँदै गर्दा यस्तो यो एउटा खोल्ची भेटिन्छ होइन। यो खोल्चीको छेउबाट यहाँबाट छेउछेउबाट नारायणेश्वर मन्दिर ठ्याक्क यहाँबाट पनि निस्किन्छ। यहाँबाट एकजना आइराख्नु भएको छ है। म यहीँ छु अहिले यहाँबाट अगाडिबाट। एउटा कुरा नयाँ थाहा पाइयो के भयो भने यो माथिल्लो भेगलाई चाहिँ लप्से भनिँदो रहेछ। यहाँ तल फेदी भनेको चाहिँ बेसीलाई चाहिँ फेदी भनिँदो रहेछ। यो लप्से फेदी भने एउटै ठाउँ होइन, फेदी तल लप्से माथि है। इस्कुस लौका घेरौला हुने ठाउँ रहेछ है। जताततै त्यस्तो खालको छ। अहिले चाहिँ हामी यहाँ ठ्याक्कै यो लप्से फेदीको यो ठाउँमा आइपुग्यौँ है। यो ढलान गरेको बाटो कच्ची बाटो छोडेर ढलान बाटो सुरु भएको छ र यो ढलान बाटो गयो भने पर उहाँ त्यो गुम्बा पुग्छ। अब हामी चाहिँ यहाँबाट ठ्याक्क अगाडि यो एउटा पोल छ है। यहाँ पोल छ। यो पोलबाट हामी यो पोलको साइडबाट यहाँनिर एउटा यहाँबाट जाने बाटो छ यताबाट है। यताबाट यो बाटो छ। अब यहाँबाट हामी नारायणेश्वर मन्दिरमा पुग्छौँ है। म तल जाँदैछु। यहाँबाट तल पुगेपछि खोलामा नारायणेश्वरको मन्दिर छ साली नदीमा है। हामी अब मन्दिर आइपुग्यौँ है। मन्दिरमै छौँ। नारायणेश्वर मन्दिर पहिला बैरा महादेव भनेर पनि चिनिँदो रहेछ यो मन्दिरलाई। अहिले चाहिँ नयाँ नाम नारायणेश्वर मन्दिर भनेर प्रख्यात रहेछ। यहाँ अब बाटोबाट भेहिकल लिएर पनि आउन सकिन्छ। 10 मिनट्सको वाकिङ डिस्टेन्समा पर्छ। होइन भने म जस्तो हाइकिङ गर्दै आउन पनि मिल्यो। हर हर भोले नमः शिवाय। अब चाहिँ हामी ठ्याक्कै साली नदी होइन जर्सिङ पौवा हाइवेमा आइपुग्यौँ। यो मेलम्ची हाइवे भनौँ न है। अगाडि मेलम्ची हाइवे छ। अब चाहिँ हामी यहाँ ठ्याक्क यो प्रवेशद्वार नारायणेश्वर महादेव भनेर होइन यहाँबाट प्रवेशद्वार पनि छ। अब चाहिँ हामी ठ्याक्क हाइवे आइपुग्यौँ। यो हाइवेबाट माथि जर्सिङ पौवा तल सापको है 1.5 घन्टा जतिमा आइपुग्ने रहेछ जर्सिङ पौवा होइन। एकैछिन यहाँ शीतल रहेछ यहाँ बसेको छु। ल
म चाहिँ जहरसिङ पौवा पुगेँ होइन फाइनल्ली जहरसिङ पौवा आइपुग्यो है मलाई 1.5 घन्टा अलि लागेन 1 घन्टा 15 मिनट जति लाग्यो साँखुबाट यहाँ आइपुग्नुलाई 1 घन्टा 15 मिनट जस्तो लाग्यो अब 1 बज्नै आँटेको छ म ठ्याक्कै यहाँ 1 बजे यहाँबाट हिँड्छु एकदम मजाको देखिरहेको छ पारि यो चाहिँ जहरसिङ पौवा चोक होइन अब यो मेलम्चीबाट आउने गाडी यही भइहाल्यो पछाडिको यो अब सिधा गयो भने काठमाडौँ लेफ्टतिर हामी जान्छौँ नगरकोटतिर है ल यो जहरसिङबाट यो काठमाडौँ जाने गाडी भयो यो मेलम्चीबाट आएको यो हिल साइड एकाडेमी भन्नेबाट टक्क साइडमा त्यसलाई लेफ्ट पार्दाखेरि हिल साइड एकाडेमीको राइटमा एउटा मोटरेबल बाटो छ कच्ची बाटो त्यहाँबाट हामी जाँदैछौँ जहरसिङ पौवा यो अगाडिको चाहिँ यो गणेशमान सिंह पार्क भयो ठ्याक्क पछाडिपट्टि यो बजिनी जाने बाटो भयो है यहाँबाट गयो नि भयो यताबाट गयो नि भयो यो बजिनीबाट अब लेफ्ट लाग्यो भने नाङ्ले भारे अनि त्यहाँबाट पनि अझै एक डाँडा काटेर जाने भने मण्डन देउपुर हामी चाहिँ नगरकोटतिर जाँदैछौँ अब नगरकोट पुग्नलाई लाग्छ होला 1.5 घन्टा जस्तो लाग्छ 1.5-2 घन्टै लाग्छ होला अहिले 1 बजेको छ लेट्स सी है अन्तखेरि यो लेफ्ट ह्यान्ड साइडमा एउटा फुटबल ग्राउन्ड छ है अनि हामी चाहिँ यो बाटो यो धुलो बाटो जान्छौँ है यो त गणेशमान सिंहको पार्कबाट आउने यतापट्टि फुटबल ग्राउन्ड र यो तलपट्टि लेफ्ट र राइट जाने बाटो छ म चाहिँ लेफ्टबाट जाँदैछु यो अलि चाँडो रहेछ है भक्तपुरतिर जाँदैछु होइन यो मण्डन देउपुर साइड भयो है यो अगाडिको बजिनी यो नाङ्ले भारे अब यो सिन्धुपाल्चोक पऱ्यो सिन्धुपाल्चोकको डाँडा पर पारि डाँडा पनि देखिराखेको छ यहाँ सब स्टेसन बन्दैछ तलको बाटो हिँड्दै आएपछि यहाँबाट 2टा बाटो छुट्टिन्छ यो 2टा बाटोबाट एउटा यहाँ माथि आएपछि एउटा यो सुनटोल भन्ने जाने बाटो छ यहाँ र यो लेफ्टतिर चाहिँ कार्तिके जाने बाटो हो म चाहिँ आज सुनटोलतिर यो राइट ह्यान्ड साइडको बाटोबाट तल पालुवारी रोडमा झर्छु सुनटोलमा होइन अनि त्यहाँनिर बस चढेर अगाडि जान्छु है र त्यहाँबाट करिब 5 मिनट्सको वाकिङ डिस्टेन्समा बस पार्क छ त्यहाँबाट बस भेटायो भने म त्यहीँबाट बस चढेर अगाडि लाग्छु म यहाँ तल आइपुगेको छु है ठ्याक्क पालुवारी रोड आइपुग्यो सुनटोलको अब यहाँनिर बस पाइएन म चाहिँ यहाँबाट करिब 3 किलोमिटर अगाडि साँखु पर्छ 45 मिनट जतिमा पुगिन्छ म हिँडेर साँखु गएर त्यहाँबाट गाडीमा जान्छु हस् थ्याङ्क यू